नमस्ते सबैजनालाई र मेरो सानो भिडियोमा धेरै स्वागत छ है। आज म चाहिँ घरमा पालेको कुखुरालाई दाना दिन लागिरहेको छु। यसमा रहेको छ गहुँ, मकैको आँतो, चापत, भात अनि सबै मिक्स गरेर दिन लागिरहेको छु। यदि हजुरहरू हामीदेखि नजिकै हुनुहुन्छ भने हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है। हामीले त घरमै कुखुरा पालेर खान्छौँ, बाहिरको ब्रोइलरको मासु त्यति खाँदैनौँ। किनभने आफ्नो घरमा लोकल अर्ग्यानिक कुखुरा पालेर खानु स्वादिलो र जीवनशैलीका हिसाबले धेरै फाइदाजनक मानिन्छ। त्यसको तुलनामा बजारमा पाइने धेरैजसो ब्रोइलर कुखुरामा केही बेफाइदाहरू पनि देखिन्छन्। घरमा पालेको कुखुरा प्राकृतिक दाना, घाँस आदि खाएर हुर्किने भएकोले यसको मासु बढी मात्रामा पौष्टिक र स्वादिष्ट हुन्छ। यसमा प्रोटिन राम्रो हुन्छ। घरमा पालिएको कुखुरामा धेरैजसो एन्टिबायोटिक, ग्रोथ हार्मोन वा रासायनिक दाना प्रयोग गरिएको हुँदैन। परिवारको लागि मासु ताजा खान पाइन्छ र बजारमा मासु किन्ने खर्च पनि कम हुन्छ। घरमा पालिएको कुखुरामा छिट्टो हुर्कनको लागि रासायनिक औषधि प्रयोग गरिएको हुँदैन। स्वास्थ्य र प्राकृतिक खानाले दीर्घकालीन स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ। त्यसैले आफ्नै घरमा पालिएको कुखुरा खानु स्वास्थ्यको लागि राम्रो विकल्प हो। भिडियो गर्दै लामो भयो होला, बोरिङ फिल हुन सक्छ, त्यसको लागि क्षमा चाहन्छु। आजको यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।